लिभरपुल च्याम्पियन लिगको राउन्ड अफ 16बाट आउट भएसँगै अब लिभरपुलको यो सिजनमा चाहिँ प्रिमियर लिग अनि कार्बो कप यो चाहिँ जित्न सक्ने सम्भावना छ। यो दुईटाको टाइटल रेसमा छ लिभरपुल है। एफए कप पनि पहिले आउट भइसकेको थियो भने आज बिहान भएको गेममा पनि च्याम्पियन लिगमा नि पिएचजीसँग पेनाल्टीमा हारेर चाहिँ लिभरपुल चाहिँ च्याम्पियन लिगबाट पनि आउट भएको छ है। अब चाहिँ यही दुईटा प्रिमियर लिग र कार्बो कप छ। सायद आर्ने स्लटले यही दुईटा पनि जित्न सक्छ यो पहिलो सिजनमा कि एउटा पनि जित्न सक्छ है। जस एउटा न एउटा ट्रफी जितेर चाहिँ आर्ने स्लटले चाहिँ यो सिजनमा सुखद सुरुवात गरोस् भन्ने म चाहन्छु है। थ्याङ्क यू।